हेलो वेलकम टु सयमेट्रिक्स। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। यो भिडियो एकदमै इम्पोर्टेन्ट र खास हुनेवाला छ इन्जिनियर्सहरूको लागि, इन्जिनियरिङ स्टुडेन्टहरूको लागि एक्चुअलमा है, जसले आउने इक्जामहरू दिइरहेछ होइन। सो बेसिकली चाहिँ यो न्यू कमर्सहरूको लागि चाहिँ एकदम खास हुनेवाला छ, इम्पोर्टेन्ट हुनेवाला छ। र उसले चाहिँ कसरी आफ्नो लाइफमा सुधार र आफ्नो इन्जिनियरिङलाई चाहिँ स्टार्ट गर्न सक्छ है। सो त्यसको लागि चाहिँ साइमेट्रिक्स तपाईँको सामु हाजिर छ। आज हामी यो भिडियोमा एकदम डिटेल स्टडी गर्नेवाला छौँ होइन, इक्जामलाई कसरी क्र्याक गरिन्छ र कसरी प्रिपरेसन मजाको राम्रो गर्न सकिन्छ भनेर। त इक्जाम प्रिपरेसन चाहिँ हाम्रो साइडमा राखौँ होइन। पहिले पहिले हामी चाहिँ बेसिकली वेलकम टु माई युनिभर्सिटी हो है, युनिभर्सिटी टु साइमेट्रिक्स। पहिलो कुरा हामी बुझ्छौँ कि एकाडेमिक्स है। फर्स्ट अफ अल थिङ्स भन्दाखेरि एकाडेमिक्समा भन्नुहुन्छ भने म पूर्वाञ्चल युनिभर्सिटीबाट है, एक्स भन्ने मान्छे हो म, र म इलेक्ट्रिकल इन्जिनियरिङ गरिरहेछु। ओके, सो पहिलो कुरा भन्दाखेरि चाहिँ इक्जाम चाहिँ एकदम के हो त इन्ट्रिगिङ पार्ट हो क्या। मतलब भनेको होल सेमिस्टरभरिमा इक्जाम नै एउटा यस्तो इन्ट्रिगिङ पार्ट हो जसको लागि हामी कहिले रेडी भएको हुन्छ। किन भन्दाखेरि पहिलो कुरा के हो, इक्जाम इक्जाम इज अ फर्मल टेस्ट युज टु एक्सेस अ पर्सनल नलेज स्किल्स एबिलिटिज इन अ पार्टिकुलर सब्जेक्ट अर फिल्ड। त्यो चाहिँ के छ, स्ट्रक्चर्ड वे टु मेजर लर्निङ अन्डरस्ट्यान्डिङ र कम्पिटेन्स कतिको काबिल छ भनेर। अभियसली यो स्कुल युनिभर्सिटी र प्रोफेसनल सेटिङ्सहरूमा गरिन्छ होइन, जसमा चाहिँ हाम्रो 60% थ्योरी छ र 40% प्र्याक्टिकल। बाँकी चाहिँ होमवर्क एसेसमेन्ट्सहरू यिनीहरू लिएर चाहिँ अरू एक्सटर्नल कुराहरू हो है, त्यो सबै इक्जामभित्र पर्ने भयो। त एक्चुअलमा चाहिँ हामी बुझ्नुपर्ने कुरा के भन्दाखेरि यो जुन हाम्रो एकाडेमिक्स छ, यो एकाडेमिक्स कतिको इम्पोर्टेन्ट खास र यसले के फाइदा पुऱ्याउँछ भन्ने कुरा हामीले जानकारी र राख्नुपर्ने हुन्छ है। सो बेसिकली चाहिँ यो यसमा चाहिँ क्लासेस लेक्चर्सहरू सरहरूले दिनुहुन्छ, गराउनुहुन्छ होइन। अनि कति चाहिँ म खासमा चाहिँ भन्दाखेरि चाहिँ पूर्वाञ्चल युनिभर्सिटीमा आयु भने म भन्छु यसमा लेक्चर्सहरू चाहिँ अलिकति बोरिङ टाइपको हुनसक्छ है। तर कुरा यो होइन कि सर बोर छ भनेर होइन, मतलब कन्सेप्ट्सहरू यस्तो राम्रो राम्रो कन्सेप्ट्सहरू छ होइन पढ्नलाई चाहिँ है। तर यदि पढेको छैन, तयारी छैन, या सरहरू पनि अलिकति बोरिङै हुनुहुन्छ, मलाई चाहिँ मन पर्दैन त्यति खास है। बट केही सरहरू चाहिँ यस्तो राम्रो हुनुहुन्छ, इलेक्ट्रिकल फ्याकल्टीमा चाहिँ अलिक राम्रो राम्रो सरहरू हुनुहुन्छ, तर अलिकति स्ट्रिक्ट पनि हुन्छ है। सो यो कुरालाई ध्यान दिनु पर्यो होइन। अर्को कुरा भन्दाखेरि चाहिँ एसेसमेन्ट्सहरू चाहिँ लिइरहनुहुन्छ, रेगुलर हुन्छ, किनकि अहिले पहिला चाहिँ 75% अटेन्डेन्स नपुग्दा पनि हुन्थ्यो भने अहिले चाहिँ अब 75% एटेन्डेन्स कम्पलसरी हालिदिनु भएको छ। त्यसले गर्दाखेरि चाहिँ एसेसमेन्ट्सहरू भइरहन्छ, बिचमा क्वेसनहरू सोध्नुहुन्छ या फेरि हामीलाई एसेसमेन्ट्सहरू दिइराख्नुहुन्छ है। सो प्र्याक्टिकल्सहरूमा चाहिँ हामीलाई त हुन्छ नै, तर हामी चाहिँ के गर्थ्यौँ त कपी नै गर्थ्यौँ है। तर ओरिजिनल चाहिँ लानु है यसको ठाउँमा। पहिलो कुरा भन्दाखेरि चाहिँ ओरिजिनालिटी नै एकदम बेस्ट हुन्छ है। आफैले केही कुरा तयारी गर्छौ नि, तिमी माइनर कुरा पनि तयारी गर्छौ नि, त्यो पनि धेरै हुन्छ क्या। तर हामीले चाहिँ एक्चुअलमा डिस्कस के गर्न खोज्छौँ भन्दाखेरि यो चाहिँ हाम्रो जुन इस्युज र प्रब्लम्सहरू छ, सिलेबस चाहिँ के हुन्छ त नियरली इन्कम्प्लिट हुन्छ। भन्न खोजेको हामीले यति तिनटै कुरामा अल्झिँदै गर्दाखेरि चाहिँ हाम्रो सिलेबस जुन छ नियरली इन्कम्प्लिट हुन जान्छ, जसमा चाहिँ 80% मात्र भ्याउँछौँ। आफैले हामीले 20% एक्स्ट्रा एफोर्ट दिनुपर्ने हुन्छ, तब गएर हामीले कम्प्लिटली भ्याउँछौँ सिलेबस। एक्स्ट्रा पढाएन 12 क्लास पछिको जसमा प्रिपरेसन त हुन्थ्यो नै हुन्थ्यो होइन, तर हामीले एक्स्ट्रा 2-3 चोटि रिभिजनहरू सबै गराउँछ नि, रिभिजनको लागि टाइम पुग्दैन केटा हो। एन्ड माई डियर जुनियर्स है, सो ध्यान दिनु यसमा होइन। अब कुरा यो हो कि हाम्रो 4 नम्बरमा आइडिया के छ त। आइडिया भन्दाखेरि हाम्रो सिम्पल एउटा मेरो भनाइ छ, के भन्दाखेरि हामी जति पनि पढाइ गर्छौँ, चाहे यो संसारमा जति पनि ठुलो मानिस छ, व्यक्ति छ होइन,
प्रधानमन्त्रीदेखिको लिएर नियुक्त भएका सबै मान्छेहरू सबैले के गरिरहेछ त भन्दाखेरि रोल रोल निभाइरहेछ है। पोस्टमा पोस्टमा छन्, त्यसलाई रोल निभाइरहेका छन्। र रोलको लागि के चाहिन्छ त? एउटा थट्सहरू, उनीहरूको स्किल्सहरू चाहिन्छ भनिन्छ नि होइन। स्किल्सहरू कहाँबाट आउँछ? थट्सबाट आउँछ। मतलब अर्डर्ड, यो के हो त? अर्डर थट्सहरू हो। सो अर्डर थटले गर्दाखेरि स्किल्सहरू ग्यादर गरिन्छ, लर्निङ गरिन्छ, र लर्निङ गरिसकेपछि हामीले केही पोस्ट पाउँछौँ, पोस्ट अनुसारको रोल निभाउँछौँ। त्यस्तै हो, हामी एउटा स्टुडेन्ट हो। स्टुडेन्टको लागि हामी अहिलेसम्म आइपुग्यो। यसको माथि मेरो भनाइ के छ भन्दाखेरि थट इज नाइदर ओके थट इज नाइदर माइन्ड नर योर्स है। एक्चुअलमा यो थट कसैको पनि होइन। थट मतलब हाम्रो सोच, हाम्रो मात्र होइन, सबैको सोच है त। त्यो के छ भन्दाखेरि इट इज पावर्ड बाई थट नै के हो त? पावर्ड बाई एभ्री अर्गानिजम्स, सबै अर्गानिजमले, लिभिङ नन लिभिङ बिङ सबै जति हुन्छ नि, सबैले चाहिँ कुनै न कुनै थटलाई पावर अप गरिरहेको हुन्छ। जस्तै म भात खान्छु भन्ने कुरालाई सबै मान्छेको थट हो नि त होइन। बेलुका भएपछि, राति भएपछि खाना खानुपर्ने हुन्छ नि, त्यतिखेर म आफैलाई पनि भनिन्छ म भात खान्छु भनेर होइन त, तब गएर भात खाइन्छ है। सो त्यसै गरी सबै एनिमल्सहरूले आफ्नो आफ्नो ल्याङ्ग्वेजमा त्यो थटलाई के गरिरहेको हुन्छ त? मेनिफेस्ट गरिरहेको हुन्छ। तब गएर त्यो थट बन्छ, र थट बनिसकेपछि मात्र त्यो के हुन्छ त? रियालिटीमा आउन जान्छ। सो अहिले चाहिँ हाम्रो काम के हो त भन्दाखेरि त्यही भनेको छु, थट इज नाइदर माइन्ड नर योर्स, इट इज पावर्ड बाई एभ्री अर्गानिजम्स, सोम प्रोभाइड लो 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 मतलब लो इनर्जी थट, लो इनर्जी प्रोभाइड गर्ने काम गर्छ। तब गएर त्यो रियालिटीमा चेन्ज हुँदैन। वाइल सोम प्रोभाइड हाई, जस्तो कि हामी ह्युमन बिङ छौँ, हामीले चाहिँ हाई इनर्जी प्रोभाइड गर्छौँ, तब गएर त्यो थट रियालिटी या समथिङ लाइक ल्याङ्ग्वेजमा कन्भर्ट हुन्छ है। सो सिम्पल एउटा मेरो भनाइ छ, एउटा के भनाइ छ भन्दाखेरि यति हो, ह्युमन बिङ्स गेट एज्ड विथ देयर बडी, ओन्ली थिङ द्याट ग्रोज आउट इज स्ट्रक्चर्ड थट्स। भन्न खोजेको हामी जसरी उमेर बढ्दै जान्छ है, हाम्रो उमेर एज बढ्दै जान्छ, हाम्रो बडी के हुन्छ त? हाम्रो बडीको सेल्सहरू डाइज आउट हुँदै जान्छ, मर्दै जान्छ होइन। हुन त मर्दै जान्छ मतलब भनेको विक हुँदै जान्छ भनौँ होइन। अनि बिस्तारै बिस्तारै हामी डिकेको स्टेटमा पुग्न जान्छौँ, तब गएर हामी कमजोर हुँदै जान्छौँ र हाम्रो सडन डेथ हुन्छ। सडन भन्दा नि लङ टाइम पछि डेथ हुन्छ भनौँ है। एउटा यो सिनारियो लिउँ। तर कुरा यो सँगसँगै हाम्रो हामीले जुन सोचेका कुराहरू छ, कुरा मतलब थट्सहरू, यो चाहिँ मात्र ग्रो हुँदै जान्छ। यो भनेको हाम्रो बेसिक सिनारियो भयो, र यही थटलाई स्ट्रक्चर्ड गर्नु छ। स्ट्रक्चर्ड थट्स जुन जेनेरेट गर्नु छ, यो इन्जिनियरिङ भरिमा यसैले हाम्रो जीवनलाई अब्बल र राम्रो बनाउने रहेछ है। सो हामीले चाहिँ अभियसली यहाँनिर आएको छौँ भने स्ट्रक्चर्ड थट बनाउनलाई नै आएको हो है। ओके, बस यति बुझेर जानु पर्यो। र स्ट्रक्चर थट एउटै कुरोबाट हुन्छ, त्यो ल्याङ्ग्वेज, जुन चाहिँ हामीले सानैबाट सिक्दै आएको। मम्मीले सिकाउनु भएको कुरा के? ल्याङ्ग्वेज नै हो। मातृभाषाबाट सिक्दै आएको कुराहरू, सामानहरू बुझ्न सिक्यो, यो के हो, स्याउ के हो, सुन्तला के हो, आमा बुवा सबै कुरा है त। जब यति कुरा भइसकेपछि यही कुरालाई लिएर हामीले इक्जाममा पनि गर्नुपर्ने हुन्छ। इक्जामले के माग्छ? इक्जामले जहिले पनि हामीसँग स्ट्रक्चर्ड थट माग्छ। स्ट्रक्चर्ड हामीलाई प्रब्लम दिन्छ, त्यो प्रब्लमको बेसिसमा हामीलाई के माग्छ त? एल्गोरिदमिक मतलब के हो? यो भनेको प्रोसिजरल छ, प्रोसिजरल थट हुन्छ क्या। यो जुन थट छ नि प्रोसिजरल, यो के हुन्छ त? स्ट्रक्चर्ड नै हुन्छ। प्रोग्राम जुन लेख्छौ सी प्रोग्राम पाइथनमा, तिनीहरू सबै के हुन्छ? लाइन बाई लाइन हुन्छ हुँदैन? यो सबै के हो त? स्ट्रक्चर्ड हो न हो होइन। सो
बेसिकली भन्दाखेरि हामीले प्रब्लम सल्भ गर्नलाई चाहिँ एल्गोरिदमिक प्रोसिजरल थट चाहिन्छ, त्यसको लागि स्ट्रक्चर्ड हुनु पर्यो। स्ट्रक्चर हुनको लागि हामीले चाहिँ बेसिक तयारी गर्ने गर्छौँ है। सो अब हामी आउँ टाइमलाइनभित्रमा। टाइमलाइन के हो त? टाइमलाइन भनेको बेसिकली हाम्रो एउटा सिनेरियो हो। अब आउने भाइ बहिनीहरूलाई, जुनियरलाई, या फेरि भनौँ म एउटा हिन्ट लिइरहेको छु, इक्जाम्पल लिइरहेको छु है गाइज, डोन्ट बी स्याड और मैले अरूलाई भनिनँ भनेर। जस्ट टेक एन इक्जाम्पल कि आउने भाइ बहिनीहरूलाई, जुनियरहरूलाई चाहिँ के हुन्छ त भन्दाखेरि अहिले असोज 12 गते हो आज, र मङ्सिरमा सायद इन्टेक हुन्छ है, अनि आउने वैशाख नत्र चैत्रमा के हुन्छ त इक्जाम हुन्छ। सो बेसिकली हामी हालैमा 5 महिनाको जो जम्मा सेमेस्टर हुन्छ, बुझ्यौ? यो सेमेस्टरभरिमा यदि भइहाल्यो भने 6औं महिनामा चाहिँ इक्जाम हुन्छ नि हुन्छ, यो कम्पलसरी हो। सो 5 महिनामा जम्मा 4 मन्थमा चाहिँ के हुन्छ त कोर्सहरू कम्प्लिट गराइन्छ, र 1 महिनाभित्रमा चाहिँ हाम्रो इक्जाम कम्प्लिट गराइन्छ है। यो चाहिँ एक्चुअल सिनेरियो टाइमलाइन होइन, र मैले भनि नि सकेँ है। यो जुन छ क्लासेस, एसेसमेन्ट, प्र्याक्टिकल्स, सिलेबस नियरली इनकम्प्लिटनेस, यही कुरामा नै मान्छे, मतलब हाम्रो 80% विद्यार्थी जो छ त्यो अल्झिन्छ। मतलब यो हो हाम्रो रियल म्याट्रिक्स। यो म्याट्रिक्स भित्रमा फस्छन्। भन्न खोजेको कुरा कन्फ्युजन हुनु मतलब के हो? म्याट्रिक्समा अल्झिनु हो क्या। र यो म्याट्रिक्सलाई जब बुझेन, त्यसको मेकानिजम बुझेन भने त्यो मान्छे त अल्झिन्छ नि होइन, जस्तै म अल्झेँ। सो हामी गर्छौँ के भन्दाखेरि हेरौँ है त, एक्चुअलमा हामी के गरिरहन्छौँ। यो हाम्रो बेसिकली हामीले चाहिँ के गरिरहन्छौँ त, सिलेबस हाम्रो अगाडि नै हुन्छ। सरको लेक्चर हुन्छ, लेक्चरको लागि रेडी भयो, दियो, कसरी गर्ने, के गर्ने, सबै कुरा थाहा हुँदैन। हामीलाई सरको हेल्प लिन्छौँ, त्यसपछिबाट सिनियरको लिन्छौँ, के हुन्छ सबै हेरिन्छ है। सो बेसिकली हामी नोट्स तयारी गर्छौँ। हामी सबै सामानहरू, स्टेसनरीहरू, ड्रइङ, त्यसपछि टी स्केलहरू, सब कुराहरू किन्छौँ होइन। फर्स्ट सेमेस्टरभरिमा आउने सबै स्टेसनरी अब्जेक्ट्सहरू सबै किनिसकेपछि अब हामीहरूको लेक्चर स्टार्ट हुन्छ, सिलेबस स्टार्ट हुन्छ, क्लास स्टार्ट हुन्छ, जसमा चाहिँ सरहरूको कुरालाई अवे गरिन्छ होइन। अवे गरिसकेपछि एउटा हामीहरू एसेसमेन्ट पाउँछौँ, जसमा चाहिँ हामीले घरमा रिडिङ गर्नुपर्ने हुन्छ, हाइलाइटिङ गर्नुपर्ने हुन्छ। यो कुरालाई म एकछिनमा टच गरौँला है। अनि त्यसपछि फेरि त्यसलाई प्रिपेयर गर्नुपर्ने हुन्छ। अहिले चाहिँ म एकदम भित्रमा आएँ है, एकदम भित्रमा आइसकेछु। यो कहाँ आयो भन्दाखेरि नोट मेकिङ भित्र आयो है। नोट एकदम इम्पोर्टेन्ट हुन्छ। सो वेलकम टु माई युनिभर्सिटी भन्न खोजा यो हो कि अहिले हामी के गरिरहेछौँ त, स्ट्रक्चर्ड थट बनाइरहेछौँ। भन्न खोजेको हामीले स्ट्रक्चर थट छ भने मात्र हामी मेकानिजम अन्डरस्ट्यान्ड गर्न सक्छौँ। र मेकानिजम अन्डरस्ट्यान्ड गर्नु मतलब भनेको ब्रेकिङ म्याट्रिक्सलाई ब्रेक गर्न सक्छौँ है। यो इक्जामको म्याट्रिक्स एकदम डह्रो खालको छ, र एकदमै गाह्रो चाहिँ छैन यो चाहिँ भन्छु होइन, तर एकदम डह्रो खालको छ। त्यसलाई अन्डरस्ट्यान्डिङ राम्रो हुनुपर्छ है गाइज। सो हामी बेसिकली अहिले चाहिँ थटलाई स्ट्रक्चर गर्नलाई के गर्नुपर्छ भन्ने कुरामा जाँदैछौँ है। मतलब इन्जिनियरिङमा इक्जाममा आफ्नो एल्गोरिदम प्रोसिजरल एल्गोरिदमलाई चाहिँ स्ट्रङ गर्नलाई हामी के गर्छौँ त्यो हेर्दैछौँ। सबभन्दा पहिलो कुरा हामी के गर्छौँ जेनरलमा, यहाँ हेर्दै हुनुहुन्छ जो आई डिड मतलब वाट आई डिड, मैले के गल्ती गरेँ, मैले के गरेँ र हामी के गर्दैछौँ या के गर्छौँ भनेर भन्दाखेरि प्यासिभ रिडिङ गर्छौँ। प्यासिभ रिडिङ यो अहिले गर्नु नै छैन है। नोट्स, त्यसको फेरि सब नोट्स, सरले जे लेखाउनुहुन्छ त्यसैलाई त्यो रटन्ते विद्यार्थीहरू हुन्छ नि,
ठ्याक्क वर्ड टु वर्ड लेख्नु यो पनि आवश्यक नै छैन क्या। वर्ड टु वर्ड लेख्नु पनि आवश्यक छँदै छैन। जस्ट एउटा पेन पेपर लिएर पनि क्लास जाँदा हुन्छ, त्यसमा नोट गर्दा हुन्छ है। बट यहाँ हेरौँ 3 डे टचिङ। अब 3 दिन पछाडि आज लेक्चर पढाइ भयो, लेक्चर भयो, त्यसको 3 दिन पछाडि हामी न घर गयो, फेरि नोट बनाउँछौँ, त्यसपछिबाट एसेसमेन्ट गर्छौँ। दिएको छ आज, तर गर्छ कहिले 3 दिन पछाडि। यो चाहिँ हुनु भएन है। अर्को रिरिडिङ। रिरिडिङ मतलब भनेको हामीले रिरिडिङ पनि गर्नु छैन, गर्नु पर्दैन या गर्नु हुँदैन। एकैचोटिमा जे गर्यो सबै कम्प्लिट गर्ने एकैचोटिमा। अर्डर्ड रिडिङ। अर्डर्ड रिडिङ हामीले भन्न खोजेको कुरा कि फर इक्जाम्पल हाम्रो यो सिलेबस छ, सिलेबसमा हाम्रो पुरा यो दिएको छ होइन, इलेक्ट्रिक सर्किट छ, त्यसपछि यो छ, सब कुरा छ होइन। मतलब सब्जेक्टको भित्र भनेको है, पुरै स्ट्रक्चरमा दिएको छ, त्यही अनुसार हामीले रिडिङ पनि गर्नु पर्दैन है। सो अर्डरली रिकलिङ पनि गर्नु हुँदैन अहिले, यसको नेसेसिटी छैन अहिले। र हामीले चाहिँ जुन पढ्ने तरिका जुन छ एकदम नर्मलमा लिन्छौँ क्या। यो त हेरेकै छु होइन, क्याजुअली लिइदिन्छौँ क्या। ग्रास्प हाम्रो माइन्डमा ग्रास्प हुँदैन, ग्रेप्स होइन। अनि हामी जस्ट अवेर हुन्छौँ। अवेरले के गराउँछ, हामी जस्ट के हुन्छ त फिमिलर हुन्छ, त्यसलाई हामीलाई फिमिल्यारिटी आउँछ। ल भन्नुहोस् त एकचोटि मैले के पढाइरहेको छु अहिले, भन्नुहोस् त मेरो त्यो कोर्स के थियो होला? भन्न सक्नुहुन्छ? Human beings gets aged with their body, only thing that grows out is structure thought. होइन, मेरो कोर्स केसँग रिलेटेड थियो त? स्ट्रक्चर थटसँग रिलेटेड थियो। यो क्वेसन चाहिँ हामीले फिमिल्यारिटीबाट आउँछ। के यो आउँछ त फिमिल्यारिटीबाट? मैले दुईचोटि हेरेँ, एकछिन फेरि। हामीलाई फिमिल्यारिटी चाहिएको छैन, यति सबै कुराले हामीलाई फिमिल्यारिटी दिलाउँछ। फिमिल्यारिटी मतलब हामीले पढेको कन्सेप्ट्स, हामीले पढेको लेक्चर नोट्स, हामीले हेरेको भिडियो नोट्स, हामीले गरेको न्युमेरिकल नोट्स, यो जति पनि कुराहरू छ यो सबै कुरा काम लाग्दैन त्यतिखेरसम्म जबसम्म हामी फ्लुएन्ट हुँदैनौँ। फिमिलर छौँ, काम छैन। फ्लुएन्ट छौँ, मात्र अघि बढ्नुपर्छ है त। अब आयो कुरा सुन्ने कसको त? अब हेरौँ, पहिलो कुरा भनिदिन्छु म। आउने बित्तिकै कसैसँग लाग्दै नलाग्नु, साथी छ हेल्पको लागि लिनु। फर्स्ट दिन, 2 दिन, 3 दिन भरिमा जतिवटा साथी छ त्यहीसँग चुज गर्नु, आफ्नो डिस्कसन स्टार्ट गर्नु। र म भन्छु दिनमा 20% टाइम भनेको साथीसँग, क्लासमा त हुन्छ नै हुन्छ होइन, वाट्सएपहरूमा चाहिँ यदि सक्छौ भने क्वेसनहरू डिस्कस गर है। साथीहरूसँग भेटघाट गर्दाखेरि चाहिँ डिस्कस भनेको क्वेसनमाथि, आइडियामाथि हुनुपर्ने हो। जस्ट आइडियामाथि डिस्कस गर्नु, यो कुरा यो क्वेसनको प्रब्लम के हो, त्यसको सोल्युसन के हुनसक्छ, र जसले गरिसकेको छ उसलाई हेल्प माग्नु। बस यति गर्न जानु पर्यो। र यही कुरा हामीले कोसँग गर्नु छ त? टिचरसँग पनि गर्नु छ। यो टिचरसँग र आफ्नो सिनियरसँग गर्न सकिन्छ या गर्दा हुन्छ। वैसे हामी गर्छौँ गर्दै यो कुरा त हाम्रो युट्युब जिन्दाबाद छँदैछ होइन, जुन हामी तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ। अब आयो हामीले गर्नु के छ त एक्चुअलमा, वाट सुड बी डन। सिलेबस र पिवाइक्युज यो चाहिँ डाइरेक्ट सोल्युसनसँग मिट हुनु जानु पर्यो। भन्न खोजेको सोल्युसन झिक्नु अघि सिलेबस त हेर्नु छँदै नि छ। पिवाइक्युज मतलब पास्ट इयर क्वेसनहरू पनि हामीलाई अति आवश्यक हुन्छ हेर्नुलाई है। पिवाइक्युज र सिलेबस मिट भइरहेछ र सँगसँगै गइरहेको छ भने र सोल्युसन निस्किएर आइरहेछ भने यसले मात्र हामीलाई
एउटा स्ट्रक्चर एन्सर पनि हाम्रो जुन एन्सर हुन्छ यसलाई के गर्छ त स्ट्रक्चर थटमा कन्भर्ट गर्ने काम गर्छ है। सो हामीले चाहिँ के गर्नु पर्यो त सिलेबसलाई हेर्दै जानु छ एज अ इन्डेक्स, पिवाइक्युजलाई सोल्भ गर्दै जानु छ र जसको सोल्युसन निकाल्नु छ सोल्युसनले नि हामीले एन्सरमा लेख्ने हो, मतलब एन्सरमा लेख्ने हो तर के को एक्जामको है त। अब आयो डिटेल रिटर्न नोट्स। अब हामीलाई एक्जाम भन्दा अगाडि हाम्रो रिक्वायरमेन्ट के हो, एभ्रिथिङ सुड बी रिमेम्बर्ड हो। यो रिमेम्बरको लागि हामीलाई के चाहियो, स्ट्रक्चर थट चाहियो। थटको लागि के हुनु पर्यो, सोल्युसन हुनु पर्यो। सोल्युसनको लागि के हुनु पर्यो, पिवाइक्युज रेडी हुनु पर्यो, थाहा हुनु पर्यो कुन क्वेसन कहाँ छ। अर्को त्यसको सिलेबस थाहा हुनु पर्यो है। अब यो सिलेबसको लागि के हुनु पर्यो त, डिटेल्ड रिटर्न नोट्स हुनु पर्यो। र अर्को कुरा, हामीसँग कहिलेकाहीँ मेटेरियल कुनै सब्जेक्टको धेरै हुनसक्छ, साथीबाट पायो, फ्रेन्ड्सबाट, कहिले युट्युब भिडियोज हेरिहाल्यो, कहिले पिडिएफ हामीसँग भइदिन्छ बढी एक्स्ट्रा होइन, कहिले मेरो स्कुलको भिडियो हेर्न थालियो, कहिले सरको लेक्चर नोट्स। अब यति धेरै हामीलाई किन चाहियो क्या, नो निड, चाहिएन क्या हामीलाई। हाम्रो के हो त, हाम्रो सिद्धान्त के हो, लेस इज मोर, लेस इज मोर है। यो सिद्धान्तमा जानु पर्यो हामी। अब हाम्रो थर्डमा छ ऱ्यान्डम क्वेसनिङ र एन्सरिङ। पहिलो कुरा भनिदिउँ भन्दाखेरि यो जुन डिटेल्ड रिटर्न नोट्सहरू छ यसमा हामीले क्वेसनिङ गर्नु पर्यो, आफूलाई हेर्नु पर्यो, भन्नु पर्यो, सोध्नु पर्यो। जे पढिसक्यो जे गरिसक्यो त्यसको बारेमा है। अब आयो फाइनमेन मेथड र टेक्निक्सहरू। यो सबै कतिखेर काम लाग्छ म अहिले एकछिनमा भन्नेवाला छु है। आऊ हामी जस्ट कम ओभर हियर 7 नम्बरमा म्याट्रिक्समा जाउँ। हेरौँ के छ एक्चुअलमा म्याट्रिक्स। यो भिडियो के को लागि हो, यो भिडियो हो एक्चुअलमा ब्रेकिङ द इन्जिनियरिङ एक्जाम म्याट्रिक्स। यो जुन इन्जिनियरिङमा, नेपालको इन्जिनियरिङमा आइसकेपछि जस्ट टु होल्ड अ डिग्री, डिग्री पाउनु भन्दा अगाडि हामीले सेट्स अफ एक्जामहरू क्लियर गर्नुपर्ने हुन्छ। र यो एक्जाम को जुन म्याट्रिक्स क्रिएट भएको हुन्छ यसको लागि विथ रेस्पेक्ट टु टाइम होइन, विथ रेस्पेक्ट टु टिचर, विथ रेस्पेक्ट टु सिलेबस, यति तीनटा कुराले चाहिँ के गर्छ त एउटा म्याट्रिक्स क्रिएट गर्छ। र यही म्याट्रिक्सको मेकानिजमलाई अन्डरस्ट्यान्ड गर्नलाई यो भिडियो बनाएको। सो अन्डरस्ट्यान्डिङ द मेकानिजम अफ द म्याट्रिक्स इज आवर सोल्युसन। नत्र हामी आफ्नै मस्तिष्कमा अड्केर बस्छ र हामी के हुन्छ त लाचार हुन्छ है। हामीलाई लाचार हुनु छैन, त्यसको लागि अब हेरौँ 8 नम्बरमा। हाम्रो काम के हो, हामी म्याङ्गो हो, हाम्रो म्याङ्गो जुस निकालिन्छ। त्यसको लागि के छ, एउटा सिस्टम क्रिएट भएको छ। र यो बुझ्नु पर्यो म्याङ्गो जुस हाम्रो निकालिन्छ भने इक्जामलाई पनि कन्सिडर गर्नु पर्यो म्याङ्गो जस्तै, त्यो पनि म्याङ्गो नै हो, त्यसको पनि के निकाल्नु छ, म्याङ्गो जुस निकाल्नु छ। त्यसको लागि के चाहियो, हामीलाई सिस्टमै चाहियो। सिस्टमलाई ब्रेक गर्नलाई सिस्टम चाहियो। फङ्सन जुन हुन्छ त्यसलाई ब्रेक गर्नलाई के चाहियो, हामीलाई फङ्सनै चाहियो नि। ओ त्यस्तै हो सोल्युसन। युनो रिभर्स हानिदिने क्या, युनो रिभर्स है। सोल्युसनै यही हो, युनो रिभर्स नै हान्नु हो। सो एक्चुअलमा भन्दाखेरि चाहिँ यो म्यानुफ्याक्चरिङ अफ यो म्याङ्गो हो। म्याङ्गोबाट म्याङ्गो जुस कसरी निकालिन्छ, जसमा हार्भेस्टिङ हुन्छ, ट्रान्सपोर्ट हुन्छ, सर्टिङ र वासिङ गरिन्छ होइन। त्यसपछि पिलिङ गरिन्छ, पल्प एक्सट्र्याक्सन हुन्छ, ब्लेन्डिङ हुन्छ, पास्चराइजेसन, स्टराइल फिलिङ हुन्छ र म्याङ्गो जुस निकालिन्छ अन्तिममा। भनेपछि यत्रो गराइसकेपछि हाम्रो सिस्टम जुन छ त्यो सिस्टमको लागि मेकानिजम जुन बनाइएको हुन्छ उसको सिस्टम मेकानिजम, त्यसको सिस्टमलाई ब्रेक गर्नलाई हाम्रो आफ्नो सिस्टम हुनु पर्यो, यो आवर सिस्टम हुनु पर्यो। सिस्टम 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 फाड़ दूंगा अब।
बाई अन्डरस्ट्यान्डिङ मेकानिजम। बट त्यो कसरी त, यसको लागि हामीसँग यो भित्र जानु पर्यो है त। हेरौँ, पहिलो कुरा भनिदिन्छु ल भाइ। ओके, वी आर हियर। सो बेसिकमा भन्दाखेरि चाहिँ हामीसँग छ के, चोइस मात्र हो क्या हामीसँग भएको। यो चोइस नै हो जसले हाम्रो स्ट्रक्चर थट बनाउने काम गर्छ है। हामीलाई इक्जाममा लानु नै यही हो, स्ट्रक्चर थट नै लिएर जानु छ। सो साथीहरू, तपाईँहरू पनि आफ्नो साथीसँग लाग्न सक्नुहुन्छ है। आफ्नो टाइम पास गर्ने बहाना बनाउन सक्नुहुन्छ, या फेरि स्टडी गर्ने बहाना बनाउनु पर्यो। बहाना त बहाना नै हो। यो तीनटा कुरा एकैचोटि हुँदैन, पालिपिलो गर्न सकिन्छ, तर फर्स्ट प्रायोरिटी यसलाई जानु पर्यो। मेन यो बादमा आउँछ, त्यसपछि साथीसँग डिस्कस गर्नु है। साथीहरू पनि यस्ता हुन्छ होइन, साथीहरूसँग चाहिँ अलिकति कमै लाग्नु होइन। मतलब अगाडि चाहिँ एकदम राम्रो हुन्छ, पछाडि चाहिँ के हुन्छ ब्याक एन्डमा चाहिँ मतलब कुरा काट्छ क्या धेरै, जुन चाहिँ नराम्रो कुरा नै हो होइन, नगर्नु पर्ने। सो यहाँनिर हेरौँ, मतलब चाहँदैनन् क्या, तपाईँ जति नै ग्रो गरे पनि उसले चाहँदैन क्या तिमीभन्दा बढी ग्रो होस् भनेर, कसैले पनि है। इभन म पनि चाहँदैन तिमीहरू ग्रो होस् भनेर, किनकि मलाई पनि त टप हान्नु छ नि। बुझ्यो लोजिक त्यो है। सो इन्डेक्स टपिक मेथड चाहिँ हामीले एक्चुअलमा अब यो गरि के रहेछौँ भन्दाखेरि चुज चोइसभित्र चुज आउँछ। यो चुज चाहिँ केमा आउँछ हेरौँ। बेसिकमा चाहिँ हामीले गरिरहेको छौँ टपिक डिस्कसन, र हामीले कसरी एक्चुअलमा हामीले के चाह्यो त भन्दाखेरि कन्सेप्ट थाहा हुनु पर्यो। हामी जस्ट अहिले स्ट्रक्चर थटको माथि कुरा गर्दैछौँ, थटलाई कसरी स्ट्रक्चर गर्ने ताकि हाम्रो इक्जाम क्र्याक होस् भनेर। कन्सेप्ट छ हामीसँग, त्यसलाई ब्रेकआउट गर्नु छ। मतलब कन्सेप्टलाई हामीले इन्डेक्सिङ मेथड या टपिक मेथडबाट हामीले क्लियर गर्नुपर्ने हुन्छ, किनकि यति धेरै कन्सेप्टहरू हुन्छ नि होइन। सोच 6वटा बुकलाई 5 महिनाभित्रमा कम्प्लिट गर्नुपर्ने हुन्छ। यति धेरै प्रेसर हुन्छ तिमीलाई कि तिमी सम्झिन सक्दैनौ, बुझ्न सक्दैनौ कुन कुरा के हो, कसरी अर्डर गर्ने, कसरी इन अर्डरमा राख्ने भनेर। त्यसैको लागि हामीसँग छ यो इन्डेक्स टपिक मेथड, जसले गर्दाखेरि चाहिँ हामी के गर्छौँ त विक एरियाजहरू डिस्कस गर्ने गर्छौँ, जसमा चाहिँ हामीलाई के हुन्छ बेसिकली निड अफ भ्यू चाहिन्छ, एनओभी चाहिन्छ है। यो एनओभी भनेको के हो त, हेर्नु पर्यो एकचोटि जुन विक एरिया छ त्यसलाई अन्डरस्ट्यान्ड गर्नु पर्यो, फेरि रिभिजन गर्नु पर्यो। जेनरल रिभिजन मतलब जेनरली रिभिजनै गर्नु पर्यो। यदि हामीलाई जुन आउँदैन, जुन चाहिँ के छ गाह्रो छ, मोर जार्गन वर्ड्स युज भएको छ भने त्यसलाई चाहिँ टार्गेट गर्नु पर्यो, र त्यो टार्गेटेडलाई हामीले के गर्नु पर्यो त रिभिजन दिनु पर्यो। फेरि के दिनु पर्यो, रिभिजन दिनु पर्यो है। बुझिरहेछौँ नि। सो अब हामीले बुझ्नु पर्यो के भन्दाखेरि किन यो टार्गेटेडलाई चाहिँ बढी टाइम दिनु पर्यो। यहाँ भनेछ स्पेन्ड मोर टाइम, र त्यसपछि इटरेट गर्नु पर्यो अलिक बढी, ताकि के हुन्छ मोर पारामिटर्सहरू कभर होस्, अलिक बढी किवर्ड्सहरू जान्यौँ, र डाइमेन्सन्सहरू चाहिँ थाहा हुनु पर्यो है। यसको 3वटा डाइमेन्सन छ या 30वटा डाइमेन्सन छ, याद चाहिँ हुनै पर्यो। पारामिटर्स 3टा छ या 30वटा छ, याद चाहिँ हुनै पर्यो। किवर्ड्स 10वटा छ या 100वटा छ, हेर्नै पर्यो है। अब बेसिकमा चाहिँ हामी अझै थोरै डिपमा जाउँ। हामीसँग याद गर्ने तरिका भनेको एउटा नेट मेथड छ हेर्ने। यो चाहिँ एक्चुअलमा फ्रेमिङको मेथड्सहरू है। यो फ्रेमिङ गर्नु अति आवश्यक छ। किन भन्दाखेरि हामीसँग भएको भनेको जम्मा 6वटा बुक, 5वटा बुक है। यो बुकलाई याद गर्नलाई सिर्फ तिमीसँग छ 5 मन्थ्स, मरेर 4 मन्थ्स। 4 मन्थ्स भित्रमा 5वटा बुक सक्नु
असाधारण कुरा हो, जसमा चाहिँ सबै कुरा याद राख्नु भनेको असाधारणै कुरा हो। त्यसैको लागि हामीलाई बेस्ट फ्रेमिङ मेथड युज हुन्छ। फ्रेमिङ मेथडमा चाहिँ हामीले हरेक च्याप्टर कन्सेप्ट्स र इन्डेक्सहरूलाई के गर्नु पर्यो, फ्रेम गर्नु पर्यो। यो हाम्रो मेन टपिक छ भने इलेक्ट्रिक सर्किट छ भने यसको इएमएफ, त्यसपछिबाट इएमएफ भनेको पोटेन्सियल डिफरेन्स हो, रेजिस्टेन्स, त्यसपछि टेम्परेचर कोएफिसिएन्ट, त्यसपछिबाट यसको हिस्ट्री समथिङ लाइक यस्तै, र यसको जिटिडी भनेको रहेछ जेनेरेसन ट्रान्समिसन र डिस्ट्रिब्युसन के हो, यसको बारेमा थाहा पाउनु। यो चाहिँ एउटा नेट मेथड भयो। यसरी चाहिँ गऱ्यो भने र यसको पनि यदि केही ब्रान्चहरू आयो भने चाहिँ हामी त्यसलाई ब्रान्च मेथडभित्र पस्यौँ र ब्रान्चिङमा पनि सजिलो हुनेछ र यसले हामीलाई सजिलो पार्नेछ है। यो ब्रान्चिङ मेथड पनि हामी अति काम लाग्नेछ। सो जस्ट याद राखिराख्नु कुन कुन मेथडहरू छ, के गर्न सकिन्छ। अर्को डाइमेन्सन र पारामिटर मेथड है। कहिलेकाहीँ हामीले थाहा हुँदैन होइन, कुनै एउटा पार्टिकुलर मसिन र पार्टिकुलर सिस्टम र पार्टिकुलर कन्सेप्टभित्रमा कतिवटा डाइमेन्सनहरू युज गरेछ। त्यो हरेक डाइमेन्सनलाई हामीले के गर्नु पर्छ, इनलिस्ट गर्नु पर्यो। सो लिस्ट यसरी गर्न सकिन्छ। यो भयो हाम्रो डाइमेन्सन र पारामिटर मेथड भयो है। बाँकी भनेको टाइमलाइन मेथड भयो, जुन चाहिँ टाइमको रेस्पेक्टिभमा प्रोसिजर, जस्ट लाइक फर इक्जाम्पल सी प्रोग्रामिङमा हाम्रो फर लुप, फेरि वाइल लुप, या फेरि यो कन्सिडरेसन जुन छ एल्गोरिदम नै हेरौँ न, या फ्लो चार्ट नै हेरौँ, यो के छ त टाइमको रेस्पेक्टिभमा टाइम भन्दा पनि के छ प्रोसिजरको बेसिसमा हुने हो नि होइन। त्यसै गरी फेरि कुनै सिस्टमको मेकानिजम, जस्ट लाइक सिमेन्ट फ्याक्ट्रीमा जुन सिमेन्ट बन्छ, त्यो सिमेन्ट जुन बनेको हुन्छ त्यसको लागि के छ त हामीलाई टाइमलाइन नै चाहियो। सो टाइमलाइनको मेथडमा चाहिँ टाइमलाइनको आधारमा चाहिँ हामी के गर्न सक्छौँ त, इजिली कुनै कन्सेप्ट्सलाई याद राख्न सक्छौँ है। यो भयो हाम्रो कन्सेप्ट्सलाई याद राख्ने बेसिक तरिका, एकदम बेसिक तरिका। अब आउँ एडभान्समा है। अब यो अति इम्पोर्टेन्ट छ है, एकदम अति इम्पोर्टेन्ट। हेरौँ सबभन्दा पहिलो कुरा सेट। हेरौँ यस्तो छ कुरा, यसलाई हामी विवेकानन्द सिस्टम पनि भन्न सक्छौँ। भास्टमा जानु पर्यो है, ताकि हामीले थट्सलाई के गर्न सक्नु पर्यो, स्ट्रक्चर्ड गर्नु पर्यो। पहिलो कुरा भन्दाखेरि हाम्रो जुन डोपामिन छ, यो डोपामिन कहिले रेडी हुँदैन क्या। जहिले हामीले मोबाइल फोन यिनीहरूको लत लाग्छ नि त होइन, यिनीहरूले गर्दाखेरि के हुन्छ त हाम्रो डोपामिन एकदम लो हुन्छ। त्यसैको लागि सेट गर्न जानु पर्यो, सेलेक्ट गर्न जानु पर्यो, सर्वे गर्न जानु पर्यो, स्ट्रक्चर गर्न जानु पर्यो, सोलिडिफाई गर्न जानु पर्यो, र अन्तिममा गएर के गर्न जानु पर्यो, अझै छ सोलिडिफाईको टाइम। यति चाहिँ गर्न जानु पर्यो पहिलो कुरा। सो 1 2 3 4 5 5 ES याद राख्नु पर्यो, त्यसपछि 5 R याद राख्नु पर्यो। अब हेरौँ यो 5S र 5R के हुन्, यो डाइमेन्सन मेथडभित्र के छन् त, के हो यो भास्ट, जसले गर्दाखेरि हाम्रो स्ट्रक्चर थट भन्छ, जसले इक्जाम क्लियर गर्न सजिलो हुन्छ। सो बेसिकली चाहिँ यो सेटमा चाहिँ हाम्रो माइन्ड सेट आउँछ, बडी सेट गर्न जानु पर्यो, टाइम सेट गर्न जानु पर्यो, प्लेस सेट र सेन्स सेट। यसमा भन्न खोजेको माइन्ड सेट कतिखेर हुन्छ, मतलब हाम्रो एकदम न्युट्रल माइन्ड सेट हुनु पर्यो है। हामी कुनै कुरामा लागेको हुनु परेन, कसैको चापरुसी गरेको हुनु भएन, कसैलाई हँसाउनु भएन, कसैलाई रुलाउनु भएन, र आफू चाहिँ के, हाम्रो इमोसन चाहिँ के हुनु पर्यो त, आफ्नो हातमा हुनु पर्यो है। बाँकी आयो बडी सेट। बडी सेटमा न बिरामी हुँदाखेरि को पर्छ, त्यसलाई बिरामी हुनु भएन, अनि त्यसपछिबाट नराम्रो कन्डिसनमा हुनु भएन। भन्न खोजेको चाहिँ कि लुगा लगाएको या फेरि भनौँ न कुनै प्रकारको इजिज हुनु भएन, इलनेस हुनु भएन है। यति चाहिँ बुझ्नु पर्यो। बाँकी भनेको टाइम सेट गर्नु पर्यो। हामीले बिहानको समय चुज गर्न सक्छौँ,
बिहानको 4 बजेदेखिको लिएर 6 बजेसम्म हामी चुज गर्न सक्छौँ। यो समय एउटा बाँकी अझै पनि छ आफ्नो रुटिन अनुसार, तर मेन गरी म त भन्छु यही चुज गर है। 7 बजेसम्म पनि राख्दा राम्रै कुरा हो। त्यसपछि एउटा प्लेस सेट गर्नु पर्यो। प्लेसको लागि एउटा डेस्क राखिहाल्नु होइन, त्यहाँनिर टेबल छ भने टेबलै सही, नत्र खाट छ भने खाटै सही, यसरी पनि पढ्दा भयो। खाट चाहिँ युज नगर, खाटमाथि सुतेर बसेर लेटेर उठेर पढेर काम छैन है। कि वा खाटै छ भने यहाँनिर मुढा राख्नु, यहाँनिर पढ्नु, यसो गर्दा भयो। तर सुतेर चाहिँ मरिकन पढ्नु, यसको अहिले नेसेसिटी छैन, काम छैन। र यसले हाम्रो भनौँ न जुन वे र ह्याबिट भन्छ नि 21 दिनमा हामीले जसरी बस्छौँ जसरी गर्छौँ कुनै कुरा, त्यसरी नै हाम्रो ह्याबिटहरू बस्छ भने हो त्यस्तै हुनसक्छ है। एक दिनले गर्दाखेरि अर्को दिन इन्फ्लुएन्स हुन्छ, किनकि यसमा बटरफ्लाई इफेक्ट लाग्छ है। अब आउँ हामी सेलेक्सनमा। सेलेक्सनमा हामीले के गर्नुपर्ने हुन्छ, हामीले थाहा हुनु पर्यो। कतिवटा इन्डेक्सेस पढ्न गइरहेको छौँ, कतिवटा टपिक पढ्न गइरहेको छौँ, कतिवटा पेजेस पढ्न गइरहेको छौँ है, कभर गर्न गइरहेको छौँ। मानिलियो आज मलाई 1 देखिको लिएर 30 पेजसम्म मलाई पढ्नु छ, रिड गर्नु छ है भने त्यसको लागि मलाई रिभाइज पनि गर्नु छ र मलाई कण्ठस्थ पनि हुनु छ भने यति गर्नलाई मलाई के समय र कसरी गर्न सक्छु भन्ने थाहा हुनु पर्यो क्या है। त्यसैलाई हामीले सुरुमा सेलेक्ट चाहिँ गर्न जानु पर्यो र आफ्नो क्यापेबिलिटीको आधारमा। क्यापेबिलिटी पहिलो कुरा यो बुझ्नु पर्यो हामीले कि क्यापेबिलिटी जब कुरा गर्छु क्यापेबिलिटीको, क्यापेबिलिटी जहिले जेरो सम गेम होइन, यो बुझ्नु पर्यो। जेरो सम गेम मरिगै होइन, यो जहिले के हो त एडिङ टु द पाई। ठुला ठुला इलन मस्क जस्ता ठुला ठुला मान्छेले के भन्छ त, एडिङ पाई इज द ओन्ली गोल टु देम। यो वेस्टर्न फिलोसफीतिर है यसरी मानिन्छ। जेरो सम गेम होइन, 2 + 2 = 0 हुँदैन, यो बुझ्नु पर्यो। र 2 - 2 भनेको चाहिँ 0 गर्नु पर्दैन। 2 - 2 पनि 4 हुनुपर्छ, 2 + 2 पनि 4 हुनुपर्छ। यस्तो एक्चुअल थट कहीँबाट मैले बुझे अनुसार है। यो चाहिँ पाइमा है, त्यस्तो पाइमा हुनुपर्छ। जेरोसम्म त जहिले 2 + 2 भनेको नै 0 नै हुन्छ, 0 त हुँदैन। तर 2 + 2 भनेको 4 हुन्छ भने 2 - 2 भनेको चाहिँ 0 हुन्छ है, यस्तो बुझ्नु पर्यो। तर यहाँ चाहिँ 2 - 2 पनि के हुनुपर्छ त, एडिङ टु द पाई 4 नै हुनुपर्छ। सो बेसिकमा हामीले यो बुझ्यो। अब आउँ सर्वेतिर। सो सर्वे अनुसारमा के भनिन्छ, सर्वेको भित्र हामीले पहिले सेट गरिसक्यो, सेलेक्ट गरिसक्यो, सेलेक्सन भइसक्यो हामीले कति पाना पढ्नु छ के गर्नु छ भनेर। त्यसपछिबाट हामीले फाइन्डिङ गर्न जानु पर्यो, हाइलाइटिङ गर्न जानु पर्यो। फाइन्डिङ्स हामीले फाइन्डिङ्स हाम्रो के पढ्नु छ, के गर्नु छ, के इम्पोर्टेन्ट छ त्यो हाइलाइट गर्नु हो। जस्तै कि टाइटल इम्पोर्टेन्ट हुन्छ, हेडिङ इम्पोर्टेन्ट हुन्छ, इम्पोर्टेन्ट टपिक्सहरू हुनसक्छ, सब टपिक्स पनि हुनसक्छ, किवर्ड्स इम्पोर्टेन्टहरू हुनसक्छ, इक्जाम्पल्स इम्पोर्टेन्स हुनसक्छ, सिन्ट्याक्स इम्पोर्टेन्स हुनसक्छ, प्रोसिजर इम्पोर्टेन्ट हुनसक्छ। अर्को के पारामिटर्सहरू आउनसक्छ, टाइप्स आउनसक्छ। यिनीहरू इम्पोर्टेन्सहरू छ। तिनीहरूलाई के गर्नु छ त, सर्वे गर्नु छ, खोज्नु छ, निकाल्नु छ, पत्ता लगाउनु छ, फाइन्डिङ गर्नु छ र तिनीहरूलाई हाइलाइट गर्न जानु पर्यो, या फेरि यसरी बक्सिङ गर्न जानु पर्यो है। अर्को आयो स्ट्रक्चर्ड गर्न जानु पर्यो, जुन चाहिँ के हो त हाम्रो ब्लु प्रिन्ट हो। ब्लु प्रिन्ट बनाउन जानु पर्यो। कुनै पनि एउटा घर जुन छ हाम्रो, यो घर जुन बनेको छ यो के हो, यो हाम्रो यो के हो, यो हो हाम्रो स्ट्रक्चर, यो हाम्रो ब्लु प्रिन्ट। सो यिनीहरू जति पनि छ यिनीहरूलाई एउटा राम्रो स्ट्रक्चरमा मैले जुन माथि जुन हेराएँ मैले यत्रो मेथड, नेट मेथड, ब्रान्च मेथड है, यो ब्रान्च मेथड, डाइमेन्सन मेथड, यिनीहरू सबै कहाँ काम लाग्छ हो, यो काम लाग्छ स्ट्रक्चर सर्वे भयो, त्यसपछि स्ट्रक्चर गर्नलाई। स्ट्रक्चर मतलब ब्लुप्रिन्ट। अब हामीले ब्लुप्रिन्ट गरिसकेपछि
सोलिडिफाई गर्न जानु पर्यो। सोलिडिफाई मतलब के? सोलिडिफाई मतलब हामीले यसलाई कङ्क्रिट बनाउन जानु पर्यो, याद गर्न जानु पर्यो, याद आउनु पर्यो, एकदम कन्फिडेन्ट हुनु पर्यो। 2 1 जा 2 हुन्छ भने टाइटल अफ द च्याप्टर इज इलेक्ट्रिक सर्किट। यसको भित्र के छ? सब हेडिङ्स, पोटेन्शियल डिफरेन्स, इलेक्ट्रिक सप्लाई हैन। अनि त्यसपछिबाट जिटिडी यिनीहरू छ, यिनीहरूलाई चाहिँ एकदम फास्ट र क्विक भन्न जान्नु पर्यो र हेर्नु पर्यो। अब हेरौँ सोलिडिफाई कसरी गर्ने त? सोलिडिफाई कसरी गरिन्छ भनेर जान्नु पर्यो। सोलिडिफाईको लागि जम्माजुमी मैले जुन भनेको थिएँ R5 R याद राख्नु भनेर है, त्यो यहाँबाट आउँछ, स्टार्ट हुन्छ। सो सबभन्दा पहिलो कुरा हामीले के गर्न जानु पर्यो त? रिडिङ गर्नु पर्यो, रिडिङ गर्नु पर्यो। रिडिङ भित्र के पर्यो? स्क्यान। स्क्यान गर्न कति टाइम लाग्छ? फर इक्जाम्पल मसँग यो पेज है, टोटल यो पेज छ, यसमा मसँग लगभग 24वटा लाइन छ। 24वटा लाइनलाई स्क्यान गर्नलाई लगभग 2 मिनेटभन्दा बढी लाग्दैन, मरेर 1.5 मिनेट लाग्छ है। ओके, जब 1.5 मिनेट लाग्छ स्क्यान गर्नलाई भने त्यसमा हामी के अथरको एसेन्स बुझ्न सक्दैनौँ? हो, अथरको एसेन्स बुझ्नु छ, त्यसको लागि स्क्यान गर्नु पर्यो। एकछिन जस्ट आँखाले हेर्नु पर्यो, बोल्नु छैन, मलाई पढ्नु छैन, रिड गर्नु छैन, जस्ट एसेन्स बुझ्नु पर्यो हामीले। अथर भन्न के खोजे होइन, के चाहिँ यसले व्यक्त गर्न खोजे है। जब एसेन्स बुझिसकेपछि हामीले अर्को रिसाइट गर्नु पर्यो। रिसाइट मतलब हेर्नु पर्यो, जसमा चाहिँ स्किम भन्ने कुरा छ, अर्को स्टडी भन्ने कुरा छ। स्किममा के आउँछ त? मतलब हामीलाई 3 लाइन्स, जस्तै फर इक्जाम्पल हामीसँग एउटा यो प्याराग्राफ छ, यसमा 1 2 3 लाइन पढ्नु छ, फेरि अन्तिमको 3 लाइन पढ्नु छ। फर्स्ट 3 लाइन र बाँकी 3 लाइनले हामीलाई के भन्न सक्छ? यसले के व्यक्त गर्न खोजिरहेछ, हो कि नै? के को बारेमा? त्यसको बारेमा र हामीले केही किवर्ड्सहरू नोट गर्न सक्छौँ। इन्डेक्स थाहा हुन्छ, यहाँबाट के को बारेमा हो थाहा हुन्छ। अब आउँ हामी अन्तिम स्टडीमा आउँ। यो चाहिँ हाम्रो पहिले स्क्यान, स्किम, यो स्टडी। स्टडीमा चाहिँ हामीले फुल रिड दिनु पर्यो है। फुल रिडमा फेरि हाउ थाहा पाउनु पर्यो, वाइ थाहा पाउनु पर्यो, जसमा चाहिँ हामीले पत्ता लगाउनु पर्यो के हाउ र वाइ कसरी। यही हो अन्तिम मेकानिजम, हामीले जान्नु पर्यो है। मेकानिजम, स्टडी गर्ने मेकानिजम भनेको यही हो कि हाउ र वाइ पत्ता लगाउनु पर्यो। पहिले हामीले के गर्यो? सोलिडिफाई भइसक्यो हाम्रो माइन्डमा, बाँकी सबै टपिकहरू इन्डेक्सेसहरू याद छ है। हामीले के गर्यो त? जति पनि माइन्ड म्यापिङ जुन माथि हामीले डाइमेन्सन मेथड युज गर्यो, ब्रान्चिङ मेथड युज गर्यो, नेटवर्किङ मतलब नेट मेथड युज गर्यो, यिनीहरू सबै युज गरेर हामीले त एकदम कङ्क्रिट बनाइसक्यो नि त, सोलिडिफाई गर्यो नि त होइन? सोलिडिफाई गर्यो। आफ्टर सोलिडिफाइङ मतलब ब्लुप्रिन्ट हामीले एकदम ब्लुप्रिन्ट बनाइसक्यो नि त होइन? ब्लुप्रिन्ट बनाइसक्नु मतलब भनेको हामीले यो जुन छ यसलाई चाहिँ हामीले के गर्यो त? यति सबैलाई एकदम माइन्डमा कण्ठस्थ भइसक्यो क्या। यो कण्ठस्थ भइसक्यो। पहिलो कुरा हामीले यो कुराहरू कण्ठस्थ भइसक्यो, हामीलाई किवर्डहरू पनि थाहा छ, याद छ होइन? सब टपिक्स याद छ, सिन्ट्याक्स याद छ, प्रोसिजर याद छ, हेडिङ याद छ, टाइटल याद छ, सब कुरा याद छ भने त्यसपछि एउटा सोलिडिफाईमा आयो क्या। र यहाँनिर चाहिँ के हुन्छ त? हाम्रो पहिलो कुरा अथर्सले भन्न खोजेको कुरा के हो यो पत्ता लगायो, त्यसपछि फ्याक्ट्स के हो, किवर्ड्स के हो त्यो पत्ता लगायो। किवर्ड्स त हामीलाई थाहा भएकै कुरा हो नि होइन? हो, यसैलाई हामीले फेरि के गर्यो त? याद गर्यो। त हाउ र वाइ चाहिँ हामीले जान्नु अति आवश्यक हुन्छ। यसमा चाहिँ हाम्रो कति जान्छ त? 20% अफ इनर्जी लस्ट हुन्छ, ब्रेन इनर्जी है। बाँकी भनेको हामीले त्यसपछि एउटा रिफ्लेक्टमा हामीले समराइज गर्छौँ। बेसिकली जुन हामीले ब्लुप्रिन्ट बनाएको छौँ, ब्लुप्रिन्ट, त्यही ब्लुप्रिन्टको आधारमा सोलिडिफाई गर्छौँ है। र सोलिडिफाई भएपछि हामी के गर्छौँ त? समराइज गर्छौँ। समराइज गर्नलाई रिफ्लेक्ट गर्नु पर्यो,
र यो रिफ्लेक्ट गर्नलाई चाहिँ हामी एकछिन हेर्नु पर्यो क्या। यो जुन हाम्रो छ नोट, यसमा नोट छ, यसलाई हेर्नु पर्यो र समराइज हुनु पर्यो। समराइज भइसकेपछि रिट्रिभ गर्न जानु पर्यो। रिट्रिभ मतलब के हो? रिट्रिभ मतलब एकदम इम्पोर्टेन्ट कुरा हुन्छ, नोट्स इन वान पेज। एक पेजमा नोट बनाउनु पर्यो जुन चाहिँ रिटर्न हुनसक्छ। त्यसपछि एउटा एक्टिभली रिकल गर्नु पर्यो। यो अति इम्पोर्टेन्ट छ। एक्टिभली रिकल गर्न जानेपछि हामीले रिभ्यू पनि गर्न जानुपर्छ। एक्टिभ रिकल सानोतिनो कुरा होइन, यो चाहिँ बुक बन्द गर्न जानु पर्यो र बुक बन्द गरिसकेपछि मात्र हामी एक्टिभ रिकल गर्न सक्छौँ। र यही कुरामा चाहिँ हाम्रो 80% इनर्जी लस्ट हुन्छ। यहाँनिर गएर मान्छेहरू हार मान्छ। 80% मान्छेहरू नै हार मान्छ, प्रिपेरेसन हुँदैन र 80% विद्यार्थी यहीँ फेल हुन्छ क्या है। यसलाई रिट्रिभमा एक्टिभ रिकल गरेर हामीले सबै इन्डेक्सहरूलाई याद राख्नु पर्यो र हामीले पिवाइक्युज, मैले भनेको थिएँ नि, पिवाइक्युज र सिलेबस यो दुइटै कम्प्लिट गरिसकेपछि सँगै गयो भने र त्यसलाई नोट बनायो भने र त्यसलाई हामीले यो डाइमेन्सन मेथड युज गरेर यो विवेक बिन्द्रा हुन्छ स्वामी विवेकानन्द भास्ट मेथड युज गर्यो भने चाहिँ तब गएर मात्र हाम्रो स्ट्रक्चर थट हुन्छ र त्यसले गर्दा इक्जाममा सजिलो हुनेछ है। सो रिभ्यू गर्दाखेरि चाहिँ हामीले के 24 दिनभित्रमा एकचोटि त्यो सिलेबस र कन्सेप्टलाई हेर्नु पर्यो, रिभ्यू गर्नु भयो, हेर्नु पर्यो है। त्यसपछि एउटा 3 दिन पछाडि, त्यसपछि 7 दिन पछाडि, 21 दिन पछाडि र 1 महिना पछि यसो गऱ्यो भने मान्छे बिर्सिला त? बिर्सिँदैन नि। यहाँ हाम्रो के आउँछ? फ्लुएन्सी आउँछ है। फ्लुएन्सी 100% आउँछ है। किनकि भन्दाखेरि हामीसँग के छ, यो हेर्ने है, फर्स्ट टाइम पढ्यो, यहाँ छ, झर्छ 24 घन्टाभित्रमा, फेरि एकचोटि रिभिजन हान्थ्यो, माथि गयो, फेरि झर्छ, फेरि माथि गयो, फेरि झर्छ, फेरि माथि गयो, फेरि झर्छ, फेरि माथि गयो। अब यो कन्सटेन्ट रहिरहन्छ क्या। अब यो कति वर्ष पछाडि मात्र झर्ने क्या है। सो यो हो एक्चुअल मेथड। अब हामीसँग अन्तिममा के छ त? अन्तिममा हामीसँग छ फिडब्याक है। अब फर इक्जाम्पल मानिलियो कहिले हामीलाई अपडेट भएन आउँछ, कुनै कुरा, कुनै नलेज हामीसँग अपडेट भएर आयो भने त्यतिखेर के गर्ने त? यसमा त केही कुरा एड गर्नु पर्यो या फेरि कहिले सब्ट्र्याक्ट गर्न जानु पर्यो। त्यसलाई चाहिँ यसमा फिडब्याक सिस्टम युज गर्नु पर्यो। फिडब्याकको लागि हामीले के गर्नु पर्यो? एकचोटि फेरि रिभ्यू गर्न जानु पर्यो। रिभ्यू त जहिले पनि गर्न सकिन्छ नि होइन, वर्षौभरि पनि गर्न सकिन्छ। सो रिभ्यू गर्न जानु पर्यो यही कुरालाई है। रिभ्यू गरेपछि हाम्रो जस्ट यो एउटा कन्ट्रोल सिस्टमको एउटा सिस्टम हो होइन, मोडेलिङ गरिएको, जसमा चाहिँ हाम्रो इनपुट छ, यतापट्टि यो के त हाम्रो सिस्टम हो। सिस्टम बनायो भने मात्र हामी अगाडि बढ्छौँ र केही मिस्टेक आयो भने, एरर आयो भने यसलाई हामी फिडब्याकको मेथडले सल्भ गर्न सक्छौँ है। अनि यो फेरि यहाँ पठाउँछौँ, त्यसरी के हुन्छ त? इटरेट हुन्छ। यसरी इटरेट गर्नु पर्यो। यसरी हामी आफ्नो जीवनयापन गर्नु पर्यो। हामीले आफ्नो डिसिप्लिन यही मेन्टेन गर्नु छ। यही गर्दै गर्दै गयो भने चाहिँ मान्छे टप पनि हुन्छ र म यसपालि हेराउँछु, यही मेरो धारणा हो र यो कसैको भनाइ हो। यसपालि मसँग जे छ सबै कुरा भनेको मैसँग छ, कसैसँग छैन। मै नै गर्ने हो र हजुरहरू पनि गर्न सक्नुहुन्छ। अन्तिममा भन्न यही चाहन्छु कि यसपालि अब हामीले नै देश बनाउने हो, हामीले नै सबै कुरा बनाउने हो। तपाईँहरू आउन्जेलसम्म, तपाईँहरूले फर्स्ट सेमेस्टर क्लियर गरुन्जेलसम्म नयाँ सरकार गठन भइसकेको हुन्छ। सो आजको लागि यति नै। धन्यवाद। बाई, टेक केयर, गुड नाइट है त। धन्यवाद आजको भिडियो साइमेट्रिक्समा हेर्नुभएकोमा। साइमेट्रिक्समा धेरै धेरै धन्यवाद तपाईँलाई। यो 50 मिनटको भिडियोले मेरो लाइफ लङ लर्निङ यहीँनिर खुलासा गराउँछ, एक्सप्रेस गराउँछ
र धन्यवाद बुझिदिनु भएकोमा तपाईँहरूले। टाइमले चाहिँ एकदम ख्याल राख्नु है गाइज। टाइम इज सो मच क्रुसियल र क्रियोल पनि। हिडन साइमेट्रिक्स मेरो फर्स्ट नयाँ च्यानल हो। अब हजुरलाई कस्तो लाग्यो भनिदिनु होला। बाई, टेक केयर, गुड नाइट।